नमस्ते दर्शक महानुभावहरू। यतिखेर हाम्रो रात्रिकालीन समयको भ्लगमा स्वागत छ। पूर्ण सर तपाईलाई मेरो भ्लगमा स्वागत छ। मेरो फोन पनि देखाउँदैछ आइफोन हाम्रो बिजु खाम्देन सर नमस्कार। तपाईसँग मलाई छोटो मिठो एउटा गफ गर्न मन लाग्यो हजुर। बिजु खाम्देन सरसँग। सर अनि तपाईको परिचय दिनु त। परिचय चस्मा उतारेर नो परिचय। अघिसम्म म को हो भन्दै आएको मान्छे अहिले नो परिचय भन्दाखेरि हामीलाई कस्तो हुन्छ। मेरो खुट्टा तान्ने मान्छे म युट्युबमा म भ्लग सुरुवात गरेको मेरो खुट्टा तान्ने पहिलो व्यक्ति आज भेटाएँ। नमस्ते सर। नमस्ते सबैजनालाई वेलकम छ मेरो अनुहार देखेर हाँस्नु होला। हजुरको छोटो परिचय दिनु न। मेरो चाहिँ खेवा भ्लग्स छ युट्युबमा चाहिँ। यो भाइको भन्दा सुरुमा चाहिँ मेरो सब्सक्राइबर गर्नु होला। हजुर अनि फुल भिडियो हेर्नु होला। धन्यवाद। फुल भिडियो तपाईहरुले हेर्नै पर्ने हुन्छ। दिदीको ननिकाल्ने। अनि दाइ तपाईलाई मेरो भ्लगमा स्वागत छ। तपाईले झट्ट पारीबाट हेर्दा तपाईलाई मैले रिपोर्टर जस्तो देखिरहेको छु। माइक छ गलामा, हातमा क्यामेरा। के तपाई पनि युट्युबर हो? म युट्युबरै हो। हजुर कति सब्स्क्राइबर छ? सब्स्क्राइबरतिर नजाउँ, मेरो 1 मिलियन भन्दा थोरै माथि छ। हजुर सबैले गएर टेक्निकल हाउस तमकलाई सब्स्क्राइब गरिदिनु होला। भाइलाई पनि हुन्छ त्यसले मलाई गरिसके पछाडि। होइन मलाई पर्सनल्ली गर्नु होला। हाम्रो बिजु खाम्देन सरले चाहिँ आज नयाँ चस्मा किन्नु भएको छ त्यही भएर। सर चस्मा राम्रो छ। हजुर दाइ तपाईको क्यामेरा केचिङको लागि बन्द गर्नु होला। ओ दाइले चाहिँ भिडियो अपलोड गर्दै हुनुहुन्छ युट्युबमा भर्खरै। यसको लागि के भन्न चाहनुहुन्छ दाइ? हाम्रो दाइको टेक्निकल हाउस मित्रहरू सबैजनालाई टेक्निकल हाउसमा गएर सबैले सब्स्क्राइब गरिदिनु होला। हामी यहाँ 3 जना युट्युबरको जम्का भेट भयो राति एक अचानक। खतरा युट्युबर हो म चाहिँ। मात्र हैन के मेरो फेभरेट युट्युबर सुधा पनि सम्झिन्छु, कुर्ता पनि सम्झिन्छु, कता कता जाँदा पनि सम्झिराख्छु। त्यता जाँदा नसम्झिनु हैन। अब बुवाले चाहिँ के गर्नु। अब यहाँ हामी सबैजना युट्युबर छौँ। आज चाहिँ मैले दाढी काटेको थिएँ होइन, हल्का सर्ट दाढी काटेको थिएँ। तर भोलि पलाइहाल्छ। अब म केही क्षणपछि म गाइजहरूलाई मेरो युट्युब च्यानलमा मेरो अब यो भिडियो अपलोड गर्दैछु। हस् त धन्यवाद सबैजनाले सेयर सब्स्क्राइब गर्नु होला। फुल भिडियो वाच गरेर लाइक गर्नु होला। हस् त धन्यवाद।